हेर्नुहोस् है हाम्रो कहिलेकाहीँ चेनबाट चाहिँ ट्याक ट्याक गर्ने आवाज आउँछ होइन र यसरी आवाज आयो भने चाहिँ हाम्रो जुन यो चेन स्पोकन हुन्छ नि यसमा चाहिँ सानो सानो ब्यारिङ हुन्छ होइन यसरी ब्यारिङ चाहिँ कहिलेकाहीँ फुट्छ है हाम्रो यसरी ब्यारिङ फुटिसकेपछि चाहिँ हामीले स्पोकेट फेर्न पर्दैन है त हाम्रो जुन यो पुलर हुन्छ नि यो पुलरले हाम्रो जुन फुटेको ब्यारिङ हुन्छ त्यो फुटेको ब्यारिङ त्यसरी काट्नुपर्छ होइन यसरी पुलरको सहायताले हामीले काट्नुपर्छ र त्यसलाई फ्यालेर चाहिँ हामीले त्यो चेनलाई चाहिँ फेरि जोड्नुपर्छ है जोड्दाखेरि हुन्छ है त यसरी हामीले पुलरले त्यो जुन फुटेको ब्यारिङ छ यसलाई चाहिँ म काटिरहेको छु होइन र यसरी मजाले काट्ने पुलरको सहायताले काट्नुपर्छ यसरी काट्ने होइन र यसरी काटिसकेपछि चाहिँ हाम्रो जुन फुटेको चेन छ यो फुटेको जति भाग छ त्यसलाई चाहिँ यसरी हामीले चेन लक खोल्ने होइन र यसरी चेन लकको छेउमा फुटेको छ भने चाहिँ यसरी चेन लक खोल्ने र यसलाई चाहिँ निकालेर यसरी फुटेको भागलाई चाहिँ हामीले यसरी फ्याल्न मिल्छ है यसरी हामीले फ्यालिदिने होइन यो एउटा चाहिँ फुटेको छ एउटा चाहिँ राम्रो छ यसरी फ्यालिदिने र हाम्रो चक्कालाई चाहिँ हामीले यसरी एक दुसरालाई अगाडि गर्नुपर्छ है चक्कालाई यसरी अगाडि सर्नुपर्छ होइन र हामीले यसरी चेन चाहिँ यसरी जोडिसकेपछि चाहिँ हाम्रो जुन फुटेको चेन हुन्छ नि फुटेको चेन फ्यालेपछि चाहिँ हाम्रो आवाज पनि मर्छ र हामीले चेन स्पोकेट सेटै फेर्न पर्दैन है त यसरी तपाईँहरूको पनि चेन फुटेको छ भने चाहिँ यसरी जुन हाम्रो पुलर हुन्छ पुलरको सहायताले या अरू तरिकाबाट पनि हामीले यसरी काटेर चाहिँ फ्यालेर यसरी जोडियो भने चाहिँ हाम्रो चेन स्पोकेटको पैसा बाँच्छ है चेन स्पोकेट हामीले पुरै फेर्न पर्दैन है त।